गौसेवा आश्रम नामकरण गरेर तानसेन 14 कुशेनीमा यो आश्रम स्थापना गरेका थियौँ र त्यस बेलादेखि नै अहिले करिब 130-35 वटा बाटामा छाडिएका गाईहरू त्यो गौशालामा राखिएका छन् र निरन्तर रूपमा पालिएका छन्। सम्पूर्ण सुविधासहित सम्पूर्ण सुविधायुक्त बनाएर सुविधा आधुनिक गौशाला बनाएर हामीले गाईहरू राखेका छौँ र ती गाईहरूलाई बचाउनको लागि ठुलो खर्च वर्षमा ठुलो खर्च लाग्दछ। करिब 7 जना नियमित कर्मचारी र अप्रत्यक्ष घाँस उठाउने बेलामा 12-15 जना नै कर्मचारी लाग्दछन्। यस किसिमले ठुलो मासिक कम्तीमा 2 देखि 3 लाखको खर्च रहेको छ गौशालाको र यसलाई सञ्चालन गर्नको लागि अब आउँदो वर्ष यो वर्ष पनि सहज तरिकाले गाईहरू पाल्नको लागि सजिलो होस् भन्ने उद्देश्यले हामीसँग भएका 18 पुराण मध्ये यसपालि भविष्य पुराण रहेको छ। भविष्य पुराणको वक्ता हुनुहुन्छ आध्यात्मिक प्रवक्ता तथा पुराणवाचक योगाचार्य श्री सरितानन्द माताजी। त्यस्तै गरेर नेपालको एकजना महिला शङ्कराचार्य हुनुहुन्छ हेमानन्द गिरी महाराज। उहाँ प्रमुख अतिथिको रूपमा आउनुभएको छ। 1-2 दिन उहाँको प्रवचन पनि रहन्छ र पाल्पा जिल्ला मात्रै होइन पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँची लगायतका धेरै जिल्लाहरूबाट यसमा भजन प्रतियोगिता पनि रहेको हुँदाखेरि प्रतियोगितामा ठाउँ-ठाउँका समूहहरू पनि सहभागी हुँदै हुनुहुन्छ। करोडदीप प्रज्वलन र सन्ध्याकालमा जति गौमाताहरू हुनुहुन्छ सबैलाई 1 बत्ती बालेर दीपोत्सवद्वारा गौमातालाई विभूषित गराउने स्वागत गर्ने कार्यक्रम पनि रहेको छ र सबै प्रतियोगी भजन मण्डलहरूलाई विशेष खाने बस्ने सुविधा पनि उपलब्ध गराइएको छ र प्रथम पुरस्कार 25,000, दोस्रो पुरस्कार 15,000, तृतीय पुरस्कार 10,000 र सान्त्वना पुरस्कार 2टा 5,000 को राखिएको छ र सान्ध्यकालमा अर्को गौ महाआरती भनेर गौशालामा नै एउटा विशेष महाआरतीको कार्यक्रम पनि त्यो दिनमा राखिएको छ। प्रत्येक दिन 19 गतेबाट 25 गतेसम्म यसरी यो कार्यक्रमलाई सफल बनाउनको लागि आज हामीले तानसेनमा पत्रकार सम्मेलन गरेका छौँ। यसबाट अवश्य पनि यो गाई बचाउने अभियानमा ठुलो टेवा पुग्छ भन्ने हाम्रो विश्वास रहेको छ। अब यसमा अझै केही कुरा थप्नै पर्ने छ। तानसेन नगरपालिकाभित्र रहेका छाडा चौपाए अब विशेष गरेर अरू चौपायाहरू व्यवस्थित हुँदैनन्, अरू चौपायाहरू व्यवस्थित हुन्छन्, छाडा हुँदैनन्। गाईलाई नै विभिन्न कारणवश नियोजित रूपमा भन्छ हामी त नियोजित रूपमा गाईलाई सडकसम्म ल्याइएको छ। त्यो सडकमा ल्याएर यत्रतत्र बजारमा दुःख पाइरहेका गौमाताहरू रिडीमा अझै नेपालको प्रमुख 4 धाम मध्येको एउटा तीर्थस्थल रिडी जस्तो हिन्दूहरूको पवित्र ठाउँमा जतासुकैबाट गाई ल्याउने त्यहीँ छोडिदिने, गाई ल्याउने छोडिदिने त्यो असाध्यै दयनीय अवस्था हुँदाखेरि हामीले यसबाट पार पाउनुपर्छ भनेर अगाडि बढेका हौँ। सुरुमा नै हाम्रो राजु राणा मल्ल माइत त्यहीँ घर त्यहीँ हुनुभएको उहाँको साथ पाएँ। त्यसपछि हाम्रो सीता गेवाली घर त्यहीँ सबै क्रियाशील व्यक्तित्व उहाँहरूको साथ पाउँदाखेरि मैले यो गौशालालाई अहिलेसम्म यहाँसम्म ल्याउन सकिरहेको छु र यो 18 पुराणका 18 वर्षसम्म हामी यसै गरेर नै नियमित रूपमा नै चल्नेछौँ। यसमा ठुलो रकमको कसैसँग भक्तजनहरूसँग अपेक्षा गरेका छैनौँ। कम्तीमा गाईसँग जोडिनु भयो भने गाईसँग के कुरा छन् 5वटा अमृत पृथ्वीमा भएका अरू कुनै किसिमका कोही जनावरसित छैनन्, तर गाईसित 5वटा अमृत छन्। त्यो 5वटा अमृतको सेवनले समाज निरोगी बन्नेछ। समाज निरोगी भएपछि राष्ट्र, प्रदेश, जिल्ला, राष्ट्र समुन्नत अवश्य पनि हुन्छ। त्यसो गर्दा गाईसँग भएका 5वटा अमृतलाई समाजसँग लैजाने हाम्रो ध्येय हो र त्यही अनुसार दुध, दही, घिउ, गहुँत, गोबर यिनीहरूको प्रयोग व्यापक रूपमा हामी उत्पादन गर्दैछौँ, बढाउँदैछौँ
र समाजमा पुगेको छ। हामीसँग भएको मल समाजमा पुगेर कतै मकै खेती गर्नुभएको छ, कतै आलु खेती गर्नुभएको छ, कतै उखु खेती गर्नुभएको छ र हामीले पनि समाजलाई त्यही किनेर कम्तीमा 8 लाख बराबरको हामी वार्षिक रूपमा पराल मात्रै किन्छौँ। अरू खर भुसा दाना गर्दाखेरि लगभग 17-18 लाख वर्षमा गाईकै सेवाको लागि खर्च हुन्छ र करिब 1 लाख बराबर औषधि उपचारमा खर्च हुन्छ। विभिन्न कारणवश औषधि उपचारमा नि खर्च भएर यस किसिमको हाम्रो लगभग 34-35 लाख वार्षिक खर्च छ। त्यो खर्चलाई यस्तै गरेर अलिअलि स्थानीय सरकारहरू, रुरु गाउँपालिका, कालीगण्डकी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिकाभित्र भएको हुनाले तानसेन नगरपालिकाले नि थोरै थोरै सहयोग गरिरहनु भएको छ र यो वर्ष कटाउन सकेका छौँ। र त्यसमा पनि अन्यत्र अरू ठाउँमा जस्तो अव्यवस्थित तरिकाले होइन, व्यवस्थित तरिकाले स्पेसल तरिकाले गाई पालेका छौँ र त्यसबाट प्राप्त दुधहरू प्रशस्त निकालेका छौँ। लोकल गाईका दुधहरू, त्यस्तै गरेर घिउ, दही, मही त्यहाँ पुगेकालाई प्रशस्त खुवाएका छौँ। समाजमा गएको छ दुध, दही, घिउ, मही समाजमा गएको छ, गोबर गएको छ। त्यसबाट एउटा अर्गानिक खेती भइरहेको छ गाईका कारण। यसरी हामीले यो गाई चिनाउनका लागि नै यो कार्यक्रम गरेका हौँ र यही